हामी हैन अब त्यो बिमार भेटेपछि चाहिँ अब हाम्रो यो शरीरको यो हात खुट्टाहरू भयो हैन अब केटी मान्छेहरूको यो ब्रेस्टहरू एनलार्ज हुने अनि केटा मान्छेहरूको चाहिँ जस्तै यो अब शरमको हैन प्राइभेट पार्ट्सहरू है जो चाहिँ त्यो सुन्निएको जस्तो हैन अब सुन्निएको जस्तो त किन सुन्निन्छ अनि यो रूपमा आइसकेपछि चाहिँ यसको चाहिँ कुनै पनि उपचार छैन अरे क्या अब मैले जति नै खर्च रुपियाँ गरेर हैन म मेरो यो अब यस्तो भएको चिजलाई चाहिँ यो नर्मल रूपमा ल्याउँछु भनेर चाहिँ त्यो चाहिँ छैन अरे त्यसै कारणले गर्दाखेरि चाहिँ अब यो कुरोहरू चाहिँ नहोस् भनेर चाहिँ त्यसको लागि चाहिँ अब हामीलाई है अब WHO द्वारा चाहिँ हामीलाई यो दबाईहरू दिएको छ यो दबाईको नामलाई चाहिँ अब DEC भनिन्छ है अनि त्योसँगै हामीले कम्बाइन यो एउटा अल्बेन्डाजोल पनि दिन्छ जसमा चाहिँ यसको पनि डोजहरू छ जस्तै यो चाहिँ 2 वर्षदेखि लिएर हामीले 100 वर्षहरूसम्म पुगेको अब सबै अब मानिसहरूलाई खुवाइन्छ जसमा कि अब 2 to 5 इयर्सलाई एउटा यो DEC अनि एउटा अल्बेन्डाजोल अनि अर्को क्याटेगोरी छ 6 to 14 इयर्सलाई हो 6 to 14 इयर्सलाई पनि हामीले यो दुईटा DEC अनि एउटा यो अल्बेन्डाजोल दिन्छ अनि 15 एबभ जति पनि छ अब 80 90 100 वर्ष पुगेकोहरू छ उनीहरूलाई चाहिँ हामीले 3टा यो DEC दिन्छौँ अनि साथमा यो एउटा अल्बेन्डाजोल हो अनि हामीले अब यो दबाईहरू चाहिँ कसलाई चाहिँ दिँदैनौँ भन्दाखेरि जो चाहिँ गर्भवती महिला छ उसले खाँदैन अनि जो चाहिँ बिलो 2 इयर्स 2 वर्षदेखि मुनिको नानीहरूले खाँदैन अनि जो चाहिँ अब एकदमै सिभियर इल जो चाहिँ एकदमै ओछ्यानमा छ त्यो जो बिमारी रोलहरू गर्न सक्दैन अनि उसलाई दिँदैनौँ र चाहिँ हामीले अहिले जो चाहिँ किडनी डायलिसिस गर्ने पेसेन्टहरू छ नि अन्त उहाँहरूलाई पनि हामीले दिएको छैन अनि यो दबाईको चाहिँ अब कुनै पनि साइड इफेक्टहरू चाहिँ छैन अब तर अहिले अब खानेहरूले भन्दैछ हैन यो दबाई खाएर कसैलाई रिङ्गटा लाग्यो कसैलाई वाकवाकी लाग्यो कसैलाई टाउको दुख्यो अब त्यस्तोहरू चाहिँ त्यो सिम्पटमहरू देखा परेको चाहिँ एकदमै राम्रो भनेर चाहिँ भनेको छ हामीलाई चाहिँ हो जब यो दबाईहरू खाएर कसैलाई अब टाउको दुख्छ अब कसैलाई भुँडी पनि दुख्छ भनेर भन्दैछ तर त्यो चाहिँ अब सधैँभरिको लागि चाहिँ हैन एकैछिनको लागि हुन्छ त्यसमा चाहिँ अब आत्तिने कुरोहरू छैन जसमा कि अब यो दबाईहरू खाँदाखेरि मेरो शरीरमा अब जुनै अब कुनै पनि कीटाणुहरू छ भने चाहिँ यो दबाईले चाहिँ त्यो कीटाणुहरू मर्दै जान्छ अरे हैन त्यो मर्दै जाँदाखेरि चाहिँ मलाई चाहिँ त्यो कुरोहरू भएको अरे जस्तै अब उल्टी आएको रिङ्गटा लागेको कसैलाई निन्द्रा लाग्यो पनि भन्दैछ है अन्त यसमा चाहिँ कुनै पनि अब डराउनु पर्ने चाहिँ छैन अब हामीले जुन दिन यो दबाई आयो हाम्रो हातमा है फर्स्ट डे नै अब मैले पनि खाएँ मैले पनि अनुभव गरेँ मलाई पनि त्यो सिम्पटम चाहिँ देखा पर्यो अलिअलि अब वाकवाकी आयो उल्टी आयो हैन रिङ्गटा लागेको जस्तो भयो अब तर त्यो चाहिँ एकैछिनको लागि रहेछ लामो टाइम चाहिँ हुँदैन लाइफ टाइम चाहिँ हुँदैन अन्त अब हामीलाई चाहिँ अब यो बिमारहरू चाहिँ गाउँमा अब कसैलाई पनि नहोस् भनेर त्यसकै लागि चाहिँ हामी आशाहरू हैन प्रत्येकले चाहिँ अब घर घरमा गएर चाहिँ तपाईहरु यो दबाई दिनु हैन सबैले खानु जरुरी छ भनेर चाहिँ अब हामीले अवेयर पनि गर्नु भनेर भनेको थियो तर अब हामीले सबै जग्गामा गएर अब अवेयरहरू गरिराख्ने अब हामीले समय पाएन हैन र पनि अब हामीले पनि एउटा विश्वासको साथमा अब उनीहरूले अब हामीलाई विश्वास दिलाएको अनुसारले नै हामीले चाहिँ यो कामहरू चाहिँ गरिरहेको छ अहिलेसम्म अब त्यस्तो नराम्रो रेस्पोन्सहरू पनि पाएको छुइनँ अब यो मेरो एरिया चाहिँ एकदमै ठुलो भएको कारणले गर्दा मलाई उता बिउ कभर गर्नु नै 3 दिन लाग्यो है प्लस अब डिआई फन्डमा आशा नहुँदा त्यहाँ पनि मैले आधीउधी कभर गर्नु पर्यो है अन्त चाहिँ अब म चाहिँ त्यही भन्छु अब यो बिमारहरू अब राख्नुभन्दा अगाडि हामीले है यसको चाहिँ अब हामीले बुझिसकेको छौँ अब यो लिनु चाहिँ एकदमै जरुरी छ भन्ने चाहिँ अब मलाई चाहिँ लाग्यो र नै अब हामीले चाहिँ तपाईहरुको घर घरमा आएर नत्र त अब हामीले तपाईहरुलाई हस्पिटलमा आएर खुवाउ भनेर पनि भन्नु सक्यो हैन तर अब तपाईहरुलाई पनि तपाईहरुको सुविधा हेरेर हैन हामी प्रत्येकले चाहिँ अब यो जमरको कसम कि हामी चाहिँ घर घर गएर नै हामीले प्रत्येकलाई नछोडोस् कि अब घरको सबैलाई बोलाउँदाखेरि एकजना न एकजना त छोडिन्छ त्यसले गर्दा नछोडियोस् भनेर चाहिँ हामीले घर घरसम्म चाहिँ यो अब तपाईहरुलाई अब के भन्नु यसलाई अब यो त अब एउटा हाम्रो जिम्मेवारी पनि हो तपाईहरुको समाजमा है बहिनीहरुलाई धन्यवाद है धेरै धेरै अब हामी यहाँ चाहिँ 2 जना खान्छौँ है दबाई छोरा र बुहारीले चाहिँ अलिक पछि खान्छ उनीहरू
अन्त हामी खानु त खानै पर्छ है सबैले खानै पोलियो उयो जस्तै त होला अस्ति कोभिडहरूको जस्तै त होला नि है यो होइन पहिला कोभिडको जसरी हामीले भ्याक्सिन गरे नि त्यस्तै नै हो नि त यो नि एउटा दबाई यो चाहिँ जुन चाहिँ फाइलेरिया पहिला चाहिँ डेङ्गु मलेरिया भन्दै थियो हजुर यही त्यसकै अर्को चाहिँ यही मच्छरबाटै हुन्छ मच्छरले हजुर कोभिडसँग चाहिँ यो चाहिँ रिलेटेड चाहिँ छैन त्यसो हो पहिला खानु दिउँ न हाम्रो 15 इयर्स एबभलाई चाहिँ